हिमालहरू कहिल्यै कसैका हुँदैनन्। उनीहरूले न कसैलाई सधैँ जित्न दिन्छन्, न कसैलाई सधैँ हराउँछन्। हिमालले केवल एउटा कुरा गर्छन्, उनीहरूले मानिसको साहसको परीक्षा लिन्छन्। र कहिलेकाहीँ त्यही साहसको मूल्य एउटा जिन्दगीले तिर्नुपर्छ, एउटा जीवनले तिर्नुपर्छ। केही दिन अघि पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको भीषण हिम पहिरोले संसारलाई स्तब्ध बनाएको छ। समाचारको एउटा सानो शीर्षकले लाखौँ नेपालीको मन भारी बनायो। निर्मल पूर्जा अब हाम्रो बीचमा रहेन। सायद धेरैका लागि त्यो एउटा समाचार थियो, तर नेपालीका लागि र नेपालका लागि त्यो एउटा युगको अन्त्य थियो। किनकि निर्मल पूर्जा केवल एउटा पर्वतारोही थिएनन्, उनी एउटा विश्वास थिए कि नेपालीले चाहे भने संसारको सबैभन्दा कठिन शिखर पनि जित्न सक्छन्। उनी एउटा साहस थिए जसले बारम्बार मृत्युको आँखामा आँखा जुधाएर पनि मुस्कुराउन सिकाए। र उनी एउटा सपना थिए जसले असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ भन्ने प्रमाण दिए। कसरी एउटा सामान्य गाउँको केटो संसारकै चर्चित पर्वतारोही बन्न सक्छ? कसरी एउटा सामान्य गाउँको केटो संसारकै चर्चित पर्वतारोही बन्यो? कसरी गोर्खा सैनिकबाट विश्व कीर्तिमानी पर्वतारोही बन्न सम्भव भयो? आज किन संसारभरका हिमाल प्रेमीहरू उहाँलाई सम्झेर भावुक भइरहेका छन्? आज हामी केवल निर्मल पूर्जाको जीवनी सुनाउने छैनौँ, हामी एउटा यस्तो यात्रामा निस्केका छौँ जहाँ हरेक पाइला सङ्घर्षले भरिएको छ, हरेक सफलता पसिनाले लेखिएको छ र अन्तिम अध्याय आँसुले लेखिएको छ।